नमस्कार। सन्ध्याकालीन अभिवादन। साँझको मौसम छ, यसो ड्युटीबाट आइसकेपछि कामसाम सकेर यसो अलिकति फुर्सद भएको अवस्था छ। अब घन्टी त बजाउनै पर्यो, घन्टी नबजाई सुखै छैन। अब अहिलेको सरकारले त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई न्याय दिला जस्तो छैन। पुरा मुरमुरी त हिँडिया खान चाहिने प्रधानमन्त्रीज्यू चाहिने हिँडिए छन्, सन्दर्भ गहिरो छ। देश यार यिनीहरूले कस्तो पाराले चलाउँदैछन्, बाहिरबाट हेर्ने दर्शकहरू पनि दङदास छन्, भित्र त अब त्यसै दङदास हुने भए। कस्तो प्रवृत्तिको यिनीहरूको भ्रष्टाचार छानबिन हो, कस्तो प्रवृत्तिको यिनीहरूको नियुक्ति हो, कस्तो प्रवृत्तिको यिनीहरूको चाहिने भने चुनाव गराउने सिस्टम हो। विभिन्न राजनीतिक पार्टीहरू चाहिने भने घोषणा गरेको सन्दर्भ छ। अब नेपालमा राजनीतिक पार्टी घोषणा गर्नलाई बन्देज लगाउनुपर्छ, सरकारले अङ्कुश लगाउनुपर्छ। अब अलि त्यसको मापदण्ड चाहिँ अलिकति चाहिँ नि बढाएर लानुपर्छ। यसरी चाहिँ नि किराना पसल जस्तै राजनीतिक पार्टी खोल्ने हो भने नेपाल देशको अस्तित्व समाप्त हुन्छ। किन 40-45 लाख नागरिकले, विदेशी नागरिकले नागरिकता नेपाली ल्याइसकेका छन्। यस्तै गर्दै पार्टी खोल्दै जसले पाइ त्यसले पार्टी खोल्दै दर्ता गर्दै जाने निर्वाचन आयो भनेदेखि भोलि देशको हालत गम्भीर हुन्छ। यो सरकारले पनि यस बारेमा समयमै सोचोस्। के कस्तो कुरो हुन्छ भन्दाखेरि नेपालमा यति सानो देशमा यति धेरै राजनीतिक पार्टीको आवश्यकता छैन। धेरै राजनीतिक पार्टीहरूलाई चाहिने निर्वाचन आयोग र सरकारले चाहिने बन्द गर्न जरुरी देखिन्छ। किराना पसल थापे जस्तै थापेर चाहिने भने देशको उन्नति लाग्दैन। त्यसकारण चाहिने भने हामी भन्छौँ थोरै पार्टीलाई मात्रै चाहिने सरकारले चाहिने कानुनको अलिकति दायरा फराकिलो बनाएर कारबाही गर्ने पनि अठोट राखोस् र भ्रष्टाचारी दलाल चोर तस्करहरूलाई पनि चाहिँ चाँडोभन्दा चाँडो कानुनको दायरामा ल्याओस्। यो देश साना दुःखले आर्जेको देश होइन। यो देशमा अहिले सीमा सुरक्षित छैनन्। तस्करहरूको चाहिँ बाहुमूल्य बढी छ। हरेक चाहिँ नाकाहरूमा चाहिँ सुरक्षा बल कमजोर छ। अब सैनिकहरू, सुरक्षा बलहरू चाहिँ नि बोर्डरतिर चाहिने भने परिचालन गर्नु पर्यो। अब चाडबाडको सम्बन्धमा चाहिने भने तस्करी पैठारी रोक्न जरुरी देखिन्छ सरकारले। यो पनि गृहमन्त्रीले कदम चालोस्। विभिन्न नेताहरू ल्याएका सुरक्षाकर्मीहरू तत्कालीन फिर्ता बोलाइयोस्। उनीहरूलाई आफ्नो सर्वसाधारण सरहद चाहिने जीवनयापन गर्नको लागि अपिल गरोस् र स्वास्थ्य बिमा थप प्रभावकारी बनाओस्। स्वास्थ्य बिमाको कुराकानी बुझ्दाखेरि धेरै झन्झटिलो भइरहेको छ नेपालमा। यसको पनि प्रभावकारी नीतितिर स्वास्थ्य मन्त्रालयले ध्यान दियोस्। र नेपालका सरकारी विद्यालयहरू धेरै कमजोर भइसकेका छन्। तीतिर पनि महावीर पुलले ध्यान दिन जरुरी देखिन्छ। किन भन्दाखेरि पाठ्यक्रम सुधार गर्न पर्ने छ, स्कुल सुधार गर्न पर्ने छ र विद्यार्थी सङ्ख्या अधिकतम कम छ सरकारीमा, धेरै चाहिँ लडको प्राइभेटमा देखिन्छ। त्यसकारण यस्ता जनतासित जोडिएका, नजिक चाहिने जोडिएका कुराहरूलाई सरकारले यथाशीघ्र समाधान गरोस्। यानि कि एउटै मात्रै रटेर ल खाली चुनाव भनेर चाहिँ त्यसको प्रगति हुँदैन। जय देश जय गणेश।